सरी राइट नै भएको छ तर त्यो ब्लकिङ त्यो पावरफुल स्पेककै कारणले होला त्यो ब्लकिङ पनि हुन सकेन Kamala, Turamswat, Dukikisik Sarina Swestale, Katiba Mario Kalaki Mauka, Pratiba, दर्शक पनि उनको कति इफेक्टिभ हुन्छ यसबाट कसरी रोक्न सक्दैछ पुनमलाई टार्गेट गरेकी थिइन् अहिले उनले तुरन्त आशा बोकेकी खेलाडी आजको खेलमा उनले देखाउनु पर्ने हुन्छ एउटा खेलमा त अचम्मले आएको थिए हामीले हेरिरहेका थियौँ फ्रेन्चाइजीले डब्ल्युबिआरमा फाइनल खेलमा बिरामी हुँदा पनि जुन किसिमले प्रहार गरिरहेकी थिए शक्तिशाली हुने गर्छ पुनम धेरै राम्रो खेलाडी हो उसैले पनि त विनिङ मेन्टालिटी लिएर खेल्ने गर्छन् उनी कमला र कपिलास एक आपसमा यो यदि र्याली घुमाउन पुग्यो भने पुलिसले सर्कल गर्नेछन् टक्करबाट आएकी थिइन् उषा र त्यतिले राम्रोसँग डिफेन्ड गर्दै निशा महर इश्राक पुरन सर्पाछ तर पास गर्न सकिनन् सरिनालाई अघि सरिना आएकी छिन् प्रतिभा बस हल्का गाइड मात्र गरेन पनि उनले त्यत्रो लामो र्याली बसेको त्यो टेक्निक त्यो स्मार्टनेस थियो विजय मालीबाट फेरि भन्छु म भेरी इन्टेलिजेन्ट होइन त्यसले एकदम रिडिङ गरेर अपोनेन्ट टिमको पोजिसन रिडिङ गरेर त्यो खाली ठाउँहरूमा फेन्डिङ गरिरहेको हुन्छ प्रेसिङ गरिरहेको हुन्छ सरिना पुरा मगर उनलाई पनि थोरै सायद के गर्नु भएको छ त्यहाँ र सर्वसराज मिस्टेक सानो सानो कुरामा मिस्टेक भइदिएको छ तर सुनिता खत्रीको प्रोडक्ट योभन्दा अगाडि अघिल्लो सेटमा पहिलो सेटमा लगातार 2 अङ्क उनले सर्भिसबाट मात्रै दिलाएकी थिए र यहाँ भने मिस्टेक हुन पुगेको छ प्रगति नाम जाने छन् सुमित्रा चान्सुले छ यहाँ नेपाल पुलिस क्लबलाई गम्बड क्लबले गर्नेछ कामनाले गर्नेछन् गम्बड यहाँ अन्यतामा आएको छ सुरुवाती यहाँ उसैले सेटअप गराइदिएकी थिइन् कामनाको लागि तपाईँको पहिला टिम पुलिसको टिम बसिरहेको छ त्यहाँ साइडमा ब्याकग्राउन्डमा र यहाँ पनि टिकटक ब्लू टाइमर फेरि पनि बराबरी अङ्क एकदमै राम्रो स्पाइकिङ थियो सुमित्रा रेग्मीको पछाडि लाइनतिर त्यो स्कोर आउने एरिया नै हो त्यो कुमार राई भन्दै हुनुहुन्थ्यो यदि सुमित्रा रेग्मी बोर्डमा हुन्छ भने म ढुक्कसँग छोडिदिन्छु सबै खेलाडीहरूलाई प्रगति निशाको लागि भएको छ सेटअप तर निशा आफैले पनि राम्रो डिफेन्ड गरिन् त्यहाँ प्रतिभाको सट बचाएको छ एमबिसीले के को पिलाउने छिन् होइन आउने छिन् कामना ट्रप गर्ने कोसिस उनको पुरा भएन सहारा मनोकामना रेडिसमामी के हुनेछ कोपिला तर बचाइसकेको छ सलिना पनि फेरि त्यहाँ प्रतिभाको सट रहेको छ ब्याकअपमा सलिना श्रेष्ठ उपस्थित फेरि पनि अर्को एकपल्ट प्रतिभा प्लेसमेन्ट हुनेछ इन्टेलिजेन्सको कुरा हामी गर्छौँ सिचुएसन रिड गर्न सक्ने अवेरनेस क्यापेसिटीको कुरा गर्छौँ त्यो सबैसँग हुँदैन त्यस कारणले त उनी प्रतिभा मालिक हुन् मलाई लाग्छ उनलाई अहिले थाहा थियो यदि यो बल गयो भने फम्बल हुन सक्छ प्रगति बल आएको छ रिकभर भएको छ यहाँ प्रतिभाको लागि जानेछ यो बल रिकभर भएको छ अहिले प्रतिभा प्रगतिले पठाइदिएकी छन् पनि सिङ्गल प्रतिभा सलिना सिन्हा प्रगति आएकी छिन् भने क्विक सेटअपमा सुमित्रा कोपिलाको उत्कृष्ट रियाक्सन त्यसपछि कुराको सट पुलिसको लागि अर्को एउटा महत्त्वपूर्ण अङ्क निकै राम्रो सट के गर्नुभयो त्यहाँ सुमित्राले यो टाइममा चाहिँ अब पुनमको नै स्पेसियल हो होइन त्यो अब उहाँले त्यो जुन सलिना बस्नु भएको त्यो पोजिसनमा उहाँले त्यो जोन खाली देखेर अट्याक गर्नुभएको थियो ब्लकिङमा चाहिँ त्यही हो सायद हात अलिकति मिलाउनु भएन कि जस्तो लाग्यो मलाई सुमित्राजीले मिलाउनु त्यहाँ पुलिसले पनि मिलाइरहेको छैन बिगारिरहेको छ भत्काइरहेको छ नमिलाउने भने भत्काउने भने त संसार कसरी चल्छ गर्छ कुरामा पनि मिलाउनु पर्छ तसर्थ
आवश्यक छ अझ भनौँ खेलमा मिलाएन पुलिसले लय मिलाएन यहाँ पनि ऋषिबाट यही गडबड हुनेछ तर एउटा मान्छे पनि शासनको फाइदा उठाउन सकेन र त्यसको फाइदा पनि उठाएकी सुरुसा भण्डारीले बराबरीको अवस्थामा आइरहेको छ यो खेल अग्रता लिन सकिरहेको छैन कुनै टोलीले पनि सुरुवाती अवस्थामा यहाँ बराबरी चलिरहेको छ खेल निकै रोचक हुने अपेक्षा गरिएको छ कोपिलाथी त्यहाँ सर्भिसमा प्रगतिले दिनेछ सुमित्राको लागि पुनः हुनेछ यहाँ यो पटक पनि राम्रो रहन गएन कामनाको लागि प्रगति सलिना तर पनि आएको छ सलिनाले दिनेछन् प्रतिभाको लागि कमला उषा रिसिभ भएको छ सलिनाको लागि जानेछ बल पुनः पनि कमलाले दिनेछ उषाको लागि के बोलाको लागि तयार छ देखा कमला पुनः पनि राम्रो ब्लक राम्रो रिसिभ यहाँ प्रतिभा थियो सलिना कमलाले कन्टिन्यू गरेकी छन् के जोगिनेछ जोगिएको छ राम्रोसँग रिकभर भएको लागेको थियो एकपल्ट नेपाल पुलिस क्लबले के गर्नेछ यहाँ आएको छ यहाँ विश्वास गरेको छ नेपाल पुलिस क्लबलाई कसरी र स्वयं निर्णायकका बेन्चका खेलाडीहरूलाई पनि विश्वास थिएन हामीलाई पनि थिएन कसैलाई गइरहेको थिएन तर बस त्यो पनि पुग्यो इन्सिडेन्ट त्यो र्याली थियो शानदार र्याली सलिना बुढापाका उनको त आत्मविश्वास नाचेको छ आजकल भन्दा पनि हुन्छ उसलाई अलिक कन्फिडेन्ट पनि बढ्दै गइरहेको छ त्यसमा उनले म्याचहरू खेल्दै गए अब त्यो प्रेसर जुन प्रतिभाले छोडिसकेपछिको प्रेसर उसलाई थियो होइन त्यसबाट पनि सायद उसले धेरै कुराहरू लर्न गरेर अहिले त्यही तरिकाको टेक्निकहरू युज गरेर पनि खेल्न थालेको छ सर्भिस पनि बाहिर सुमित्रा रेड्डीको कम्पिटिसन फ्याक्नेस कति छ यस सेटमा एक अङ्कको फाइनल पनि हो निकै रोचक अवस्थामा थियो कामना 1926 का लागि नेपाल पुलिसका लागि यहाँ सर्भिसमा भने कमजोरी गर्न हुँदैन के चान्स लिनेछ सुनिता पनि आएकी थिइन् कमलाले दिनेछ सुनिता जस्तो सुकै बलहरू टिपा गरिदिएका छन् उनले यो पटक उषा भण्डारी आवाजबाटै थाहा हुन्छ कति समर्थ छ उनको प्रयास पनि गरेकी थिइन् सलिनाले त्यति राम्रो हुन सकेन 3 अङ्कको अग्रता यहाँ नेपाल पुलिस क्लब प्रेसरमा छ पछि पनि त्यति सन्तुष्ट म देखिरहेको छैन प्रदर्शन सलिना पुराबकरको कडा पाहाडलाई रोकेकी छिन् कोपिलाले छास हुनेछ उषा चोटकोटले सम्हाल्यो त्यसपछि सलिना एकदमै राम्रो प्लेसिङ थियो सलिना बुढामगरबाट सायद त्यो जोनतिर अरू जुन जनवर 4 तिर हुन्छ त्यतातिर हानेको भए त्यो बल उठ्थ्यो होला तर उसले त्यहाँ रेडी भइसकेको थियो त्यो ठाउँमा खाली छ है भनेर त्यही कमला दिदीको साइडमा उसले स्कोर ल्याउन सफल भएकी थिइन् हल्का मौका दिएको छ एमपिसीले सलिना बुढामगरलाई कोपिला उनको अगाडि बाधा बन्दैछन् आउने छिन् उषा रोकेकी छिन् प्रतिभाले नै प्रगति